वेलकम ब्याक गाइज। आज चाहिँ हामी बिहानै 4 बजी उठिसक्यौँ जस्ट साली नदी जानको लागि। र फन फ्याक्ट, मैले 2 दिनदेखि दाँत नचाहेन, जुन चाहिँ भन्न जरुरी थिएन। त्यही पनि यस अब हामी लुगासुगा लाएर मतलब ज्याकेट लाएर अब हामी निस्किन्छौँ साल नदीतिर निस्किन्छौँ। आई विल मिट यु तलतिर अब लेट्स गो। सो यस गाइज, हामी चाहिँ बिहान बिहान निस्केर साल नदी जाँदैछौँ। हाई वान। हेलो पछाडि कुकुरहरू घुम्दैछ। पछाडि नदी आइपुग्न लागिसक्यौँ। पछाडि अग्रिम भन्दैछ बिहान चिसोमा डेडिकेसन दिएर हामी के गर्न आइरहेछौँ, भक्ति गर्न आइरहेछौँ। यस अब अलमोस्ट साल नदी पुग्न लागिसक्यौँ। यस नभनेको न बोल न। 2 जना बाटो जस्तो खालीहरू कोही छैन कि एउटा अल्छीहरू। हामी चाहिँ लाइक वान अफ द मोस्ट के भन्छ त्यसलाई उठ्ने खालको मान्छे हो। सो अब हामी साल नदी गएपछि रेकर्ड गर्छौँ। सो यस गाइज, हामी चाहिँ साली नदी गएर ओरेर मुखसुक्तहरू ओरेर 2 जना फर्किसकेका छौँ। अब अलमोस्ट हामी अनि मुख धुन साल नदी पुग्छौँ कि यस जहाँ पाइदियो मुख धुन। त्यही त गाइज, स्ट्यान्डर्ड हुनु पऱ्यो नि सानो मुख धुन सबै गरेर टाइम स्ट्यान्डर्ड। अनि अलमोस्ट आइसकेपछि अँध्यारो हुँदा गएको अहिले उज्यालो आइसक्यो। तपाईँहरू पनि हल्का अल्छी नगर्नु होला, साल नदी आउनु होला। यस डुबिन्छ साल नदी। केटीलाई देखाउनु भने हालै हामीले चाहिँ यो टिकटकमा देखेकोहरू गुफा डाँडा भन्ने ठाउँ आएको थियौँ। फर्स्टमा घरबाट हेर्दाखेरि गुगल म्यापमा चाहिँ 19 किलोमिटर देखायो क्या। अनि हिँडेको जर्सिङपो पुगिसकेपछि त लाइक 40 किलोमिटर देखाउँछ। त्यही पनि जान चाहिँ गयौँ, राम्रै थियो ठाउँ चाहिँ। तर यो बेला भन्दा पनि घाँस हरियो भएको बेला गयो भने चाहिँ लास्टै राम्रो भ्यू आउँछ र बादल खुल्यो भने झन् दामी देखिन्छ। मेलम्चीबाट जानुपर्छ। बाटोको कन्डिसन ठिकठाक थियो। त्यस पछाडि हामी खाएर ओरेर घर फर्क्यौँ। धन्यवाद।